Mm. हाई गाइज, आज हाम्रो घरमा मोमो पाक्दैछ। मोमो पकाउनेवाला मान्छे निता। धेरै मिठो मोमो छ। कस्तो लाग्यो तिमी मोमो खाएर आज? मोमो के खाना यार? मोमो हाम्रो मोमो खाना छ। छोरी बच्चा छोरी के खाना यार? मोमो हो खस्छ खस्यो भने भुन्टुले खान्छ है फेरि पिटाइ के खान्छौ अरे पिटाइ खस्यो भने के नखसाउनु है खस्यो भने के खान्छ अरे पिटाइ खस्यो भने पिटाइ पानी हालिरहन्छु नि चाने कहाँ पानी हुन्छ के पानी हाल्ने हेबाट हाल्ने? थोरै हालिरहन्छु त पानी नै नहाली के उमाल्थ्यो अनि अहिले चढ्छ भने पानी 1 गिलास पानी हालेर छोडिदिन्छु भर्खरै चाहिँ बसाल्छु